तेरो देशको स्कुलको सिलेबस बनाउने म हुँ थोमस मेकाले। मेरो जन्म सन् 1800, मृत्यु सन् 1859 इङ्ल्यान्ड। अहिले नरकको काल कोठरीबाट बोल्दैछु। थोरै इतिहासको कुरा सुन अनि आम्ला तेरो देशतिर। कुरा सन् 1833-34 हो। त्यो बेला म मेरो मालिकको वफादार कुकुर जस्तै थिएँ। मेरो मालिकको एउटै सपना थियो, यो पृथ्वी नाम गरेको ग्रहको सम्राट बन्ने। सन् 1834 म भारत आएँ। भारत त के भन्ने हो र, नाम मात्रको भारत थियो। भारत म जन्मिनुभन्दा 100 वर्ष अगाडि नै इन्डिया भइसकेको थियो। म आउँदा भारत नाम गरेको देशमा इस्ट इन्डिया कम्पनीले शासन गर्थ्यो। म भारत आउँदा गभर्नर जनरल लर्ड विलियम थिए। म उनको कानुनी सल्लाहकारको रूपमा आएको थिएँ। त्यो बेला भारतको राजस्व र शासनमा हाम्रो पूर्ण रूपमा कब्जा थियो। तर पनि भारतीय नागरिकहरू खुसी थिए, निडर थिए, किनभने उनीहरू आत्मनिर्भर थिए। आवश्यक सिर्जना आफै गर्थे, समूहमा बस्थे, कृषि पशुपालन गर्थे, गुरुकुलमा पढ्थे। शासन त हाम्रो थियो, तर उनीहरूको निडर जीवनयापन देखेर लर्ड विलियम दुखी थिए। लर्ड विलियम दुखी थिए किनभने उनीहरूमा कुनै दासवाला भावना नै थिएन। मेरा मालिक चाहन्थे उनीहरू मानसिक रूपमा कमजोर नबनुन्। मेरा मालिक चाहन्थे उनीहरू मानसिक रूपमा कमजोर बनुन् अनि सदा सदाका लागि हाम्रो दास बनुन्। लर्ड विलियमले यसको जिम्मा मलाई दिए। अब म उपाय सोच्न थालेँ। यो देशका नागरिकलाई दास कसरी बनाउने, ट्याक्स बढाउने, डर धम्की जस्ता सबै उपायहरू पहिले नै फेल खाइसकेका थिए। अब उपायको खोजी गर्न केही दिन बन्द कोठामा डायरी लिएर बसेँ, तर केही उपाय पत्ता लागेन। मैले उपाय खोज्न भारत भ्रमण गर्ने निधो गरेँ। मैले सबैभन्दा पहिला पत्ता लगाउनु पर्ने कुरा के थियो भने तिनीहरूको यो निडर स्वभावको राज के हो। म भारतका गाउँ-गाउँ, मठ, मन्दिर, गुरुद्वारा अनि केही गुम्बाहरूमा पुगेँ, तर केही उपाय पत्ता लागेन। उपाय खोजेर भौतारी रहँदा एक दिन थकान मेट्न म एउटा चौपारीमा बसेको थिएँ, त्यहीँ निदाएछु। केटाकेटीहरूको हल्लाले म बिउजेँ। चौतारी नजिकै एउटा गुरुकुल रहेछ। म ती गुरुकुलका विद्यार्थीलाई हेरिरहेँ। केही समयपछि गुरु आए। गुरु देख्न साथ ती विद्यार्थीहरू चौरमै गुरुका वरिपरि बस्न थाले। गुरु बोल्न सुरु गरे, आज हामीले पढ्ने श्लोक ... म त दङ्ग परेँ। कस्तो अचम्म! न कुनै युनिफर्म, न कुनै बन्द कोठा, न चक, न डस्टर, न हाजिरी। यिनीहरूले त खुल्ला आकाशमुनि कक्षा पो सुरु गरे। म अचम्ममा परेँ। म हेरिरहेँ। विद्यार्थीहरू निडर भएर प्रश्न सोधिरहेका छन्। गुरु मुस्कुराउँदै उत्तर दिइरहेका छन्। पाठ्यक्रमबाट होस् वा आउट अफ सिलेबस, गुरु मन्द मुस्कानसँग उत्तर दिइरहे। विद्यार्थीहरू सुनिरहे। म दङ्ग परिरहेँ। गुरुले कक्षा छोड्नै लाग्दा एउटा संस्कृतको श्लोक गाए। श्लोक यस्तो थियो, शिक्षा विकारे सकलो विकार, शिक्षा सुधारे सकलो सुधार। सुरुमा त मैले केही बुझिनँ, तर जब पछि उनले यो श्लोकलाई हिन्दीमा उल्था गरे तब गजब भयो। मैले अलिअलि हिन्दी बुझ्थेँ। हिन्दीमा यसको अर्थ हुन्छ, शिक्षा बिग्रियो भने सबै कुरा बिग्रिन्छ, शिक्षा सुध्रियो भने सबै कुरा सुध्रिन्छ। जस्तै रुखको जरा राम्रो भयो भने हाँगा, पात, फुल, फल सबै राम्रो हुन्छ, तर जरा सड्यो भने सबै सुकेर जान्छ। मलाई त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो। त्यो रात म उपाय पत्ता लागेको खुसीले निदाउन सकिनँ। मैले डायरी लेख्न सुरु गरेँ। डायरीको सुरुवात यसरी हुन्छ,
शिक्षा बिकारे सकलो बिकार, अर्थात् शिक्षा बिग्रियो भने सबै क्षेत्र बिग्रिन्छ। अब मलाई भारतीयले पढिरहेको शिक्षा बिगार्नु छ, तर त्यो त्यति सजिलो पनि थिएन। सबैभन्दा पहिला म गुरुकुलको अध्ययन गर्न थालेँ। मैले देखेको गुरुकुल यस्तो थियो। उनीहरू समूहमा बस्छन्, सँगै खाना खान्छन्, भान्सा एउटै छ, कृषि पशुपालन गर्छन्, आत्मनिर्भर छन्। गुरु र शिष्यको सम्बन्ध मानौ पिता र पुत्रको जस्तो छ, सम्मान, अनुशासन र प्रेमको त्यो अद्भुत जोड। उनीहरूको कक्षाको सुरुवात यसरी हुन्छ। ब्रह्म मुहुर्तमा उठ्छन्, स्नान गर्छन्, ध्यान, योगासन, प्राणायाम, प्रार्थना गर्छन्। बिहान गुरु आउँछन्, पढाउँछन्। भोजन पश्चात केही समय वज्रासनमा बसेर ध्यान गर्छन् अनि त्यसपछि आफ्नो क्षमता अनुसारको काम गर्छन्। गुरु टहल्छन्। कहिले बारीमै कक्षा सुरु हुन्छ, कहिले खेतमै कक्षा सुरु हुन्छ अनि कहिले नदी किनारमा। यो कुनै निश्चित पोसाकको बाध्यता छैन, प्रश्नको कुनै सीमा छैन। आफ्नो जस्तोसुकै प्रश्न सोध्न विद्यार्थी स्वतन्त्र छ। अनुशासनको कुनै कठोर नियम छैन। साधारण शिक्षा अर्थात् जीवनयापनका लागि चाहिने कुरा सबैले पढ्नै पर्थ्यो, अर्थात् सामान्य गणित, भाषा, नैतिक शिक्षा, स्वास्थ्य रक्षाका उपायहरू आदि जो सबैलाई चाहिन्छ। निश्चित उमेरपछि विद्यार्थीको रुचि र क्षमता अनुसार गुरुले शिष्यलाई सोध्थे, तिमी कुन दिशामा जल्न चाहन्छौ, र त्यसपछि त्यही आगोलाई हुर्काइन्थ्यो। यदि कसैको रुचि गणितमा थियो त ऊ गणितमै डुब्थ्यो, कसैको रुचि दर्शनमा थियो त ऊ दर्शनमै बाँच्थ्यो, यदि कसैको रुचि प्रकृतिमा थियो त ऊ वनमै ज्ञान खोज्थ्यो। उनीहरूलाई सबै कुरा थोरै थोरै पढाएर औषध बनाइँदैनथ्यो, उनीहरूलाई आफ्नो शक्ति र रुचिमा गहिरो बनाइन्थ्यो। आफ्नो रुचि र क्षमताका आधारमा विद्यार्थीले यी विषयहरूमध्ये कुनै एक वा बढी आफ्नो इच्छाअनुसार पढ्थे र क्षमताअनुसार पढ्दै जान्थे, थप्दै जान्थे। विषयहरू करिब करिब यस्ता थिए। आध्यात्मिक र धार्मिकतर्फ वेद, उपनिषद, गीता, ध्यान, योगासन, प्राणायाम आदि विषयहरू पढाइन्थ्यो। भाषा र संस्कृत साहित्यतर्फ संस्कृत भाषा, व्याकरण, कथा, कविता, निबन्ध, नाटक आदि रचना गर्न सिकाइन्थ्यो। गणित र विज्ञानतर्फ अङ्कगणित, बीजगणित, ज्योतिषशास्त्र, खगोलशास्त्र, आयुर्वेद आदि पढाइन्थ्यो। जीवन उपयोगी सिपतर्फ धनुर्विद्या, युद्धकला, कृषि, पशुपालन साथै अन्य सिपमूलक शिक्षा पढाइन्थ्यो। नैतिक शिक्षातर्फ सत्य, अनुशासन, सम्मान, सेवा भावना र अहोभावको अभ्यास गराइन्थ्यो। पढाउने तरिका यस्तो थियो। श्रवण, मनन, निधिध्यासन, अर्थात् गुरु बोल्थे, विद्यार्थी सुन्थे, सुनेको कुरा गहिरोसँग सोच्थे अर्थात् मनन गर्थे र त्यो कुरालाई निधिध्यासन अर्थात् जीवनमा प्रयोग गर्थे। गुरुले भन्ने गर्थे, तिमीहरूले जीवनमा अपनाएको कुरा मात्र तिम्रो ज्ञान हो, तिमी बाँचेको कुरा मात्र तिम्रो ज्ञान हो, नबाँचेको कुरा बोल्छौ भने तिमी सुङ्गा हौ, तिमी पण्डित हौ। एक दिन उनै गुरु बोल्छन्, कण्ठस्था विद्या न कदापि उपयुज्यते। व्याख्या गर्छन्, भूकन्ते विद्या कहिल्यै काम लाग्दैन, गफाडीका गफमा मात्र काम लाग्छ। मलाई दुवै हातमा लड्डु उनै गुरुले दिए। अब मैले यो शिक्षा बिकारे सकलो बिकार अर्थात् शिक्षा बिग्रियो भने सबै कुरा बिग्रिन्छ भन्ने उनैको श्लोकलाई उनीहरूमा लाद्नु थियो। अब मैले देख्दा राम्रो देखिने एउटा यस्तो सिलेबस बनाउने निर्णय गरेँ जुन पढिसके पछाडि विद्यार्थी यस्ता हुन्छन्। देख्दा भारतीय देखिए पनि सोचले अङ्ग्रेजी, सूचना घोकेको सुङ्गा। पढेर सकेपछि उनीहरूले क्लर्कदेखि अफिसरसम्म मात्र आफ्नो भविष्य देख्छन् र सबैभन्दा ठुलो कुरा उनीहरूलाई डरमा राख्नु थियो। त्यसैले कडा अनुशासनको नियम बनाउने मैले कल्पना गर्दै लेख्न थालेँ।
मैले बनाएको इङ्ग्लिस एजुकेसन एक्ट 1835 लादिए पछाडिको शिक्षा यस्तो हुन्छ। कक्षा कोठा यस्तो हुन्छ। गुरुकुलमा यस्तो हुन्थ्यो। गुरुकुलमा विद्यार्थीहरू खुल्ला लुगा लगाउँथे, योगासन गर्थे, खेल्थे। त्यसलाई मैले सर्ट प्यान्ट टाई नाम गरेको पोसाक नामको अनुशासन लगाएर तोडिदिएँ। अब यो बटन नै बटन भएको सर्ट प्यान्ट अनि छालाको जुत्ता देख्दा राम्रो, तर त्यो सजाय थियो। म थोमस बेबिङटन मेकालेले तोकेको सजाय। म कल्पना गर्दै लेख्दैछु इङ्ग्लिस एजुकेसन एक्ट 1835। अनुशासनको नाममा विद्यार्थीका नङ हेर्ने, कपाल हेर्ने, कान हेर्ने, मैलो भए पिट्ने, यो थियो मेरो योजना। अनुशासनको यो खासमा के थियो भने मेरो योजना अनुसारको डरको सुरुवात थियो। विद्यार्थी अब डरमा स्कुल जान्छ। गुरुकुलको एसेम्ब्लीमा हुने प्रार्थना, गुरुवन्दना, सूर्य नमस्कार अनि प्राणायामलाई मैले एक त लुगाले अप्ठ्यारो बनाइदिएँ, अर्कोतर्फ अनुशासन, सफा नङ, कपाल छोटो आदि आदि। अनि मैले आर्मीको अनुशासन घुसाइदिएँ एसेम्ब्लीमा। चर्को स्वरमा कुनै एउटा डरलाग्दो शिक्षक साना कलिला विद्यार्थीको अगाडि लट्ठी लिएर बोल्छ, एटेन्सन, स्ट्यान्ड एट इज। बिहान एसेम्ब्लीबाट विद्यार्थी डरमा छन्। म कल्पना गरिरहेछु, लेख्दैछु इङ्ग्लिस एजुकेसन एक्ट 1835। एसेम्ब्लीको टाइममा विद्यार्थी आएन, पिटाइ खायो। यो डरको राजनीति थियो मेरो, तिनीहरूको सृजनशीलता मास्न। अब कक्षामा हाजिर हुन्छ, गुरुकुलमा हुँदैनथ्यो। अनि अर्को कुरा, कक्षामा कुनै टाठो विद्यार्थीलाई मोनिटर बनाउने योजना बनाए। मोनिटरद्वारा अरू विद्यार्थीलाई दास बनाउने योजना मेरै थियो। मोनिटर बनाएपछि त्यहाँ द्वन्द्व सिर्जना हुन्छ, उनीहरू एक आपसमा लड्छन्, कमजोर हुन्छन्। मैले बनाउन लागेको सिलेबस र शिक्षा नीतिका विशेषता थप्दैछु। अङ्ग्रेजी भाषा अनिवार्य गर्ने, विभिन्न थरीका 7-8वटा पुस्तकहरू बनाउने, सूचनाले भरिएका, केवल घोक्ने, रट्ने र परीक्षाका लागि मात्रै काम लाग्ने खालका। अब पढाउने तरिका यस्तो छ, किताबमा जे छ त्यो पढ्न बाध्य बनाउने। किताब बाहिरबाट प्रश्न सोध्यो भने पिटाइ खायो। होमवर्क अनिवार्य गर्ने, केवल घोक्ने, रट्ने, परीक्षामा लेख्ने। अब परीक्षा प्रणाली, म गुरुकुलको परीक्षा प्रणाली सम्झिन चाहन्छु। गुरुले पढाउँथे, उनीहरू सुन्थे, चिन्तन मनन गर्थे, जीवनमा उतार्थे, निर्देशन गर्थे। गुरुले उनीहरूलाई अवलोकन गर्थे, उनीहरूको व्यवहार हेर्थे अनि कहिलेकाहीँ केही कुरा सोध्थे पनि। कुनै फर्स्ट, सेकेन्ड, थर्ड, पास फेलवाला के त्यस्तो कुनै सिस्टम थिएन। उनले विद्यार्थीले बुझिसके पछाडि उसलाई ल अब तिमी अर्को एउटा खुड्किलो पार भयो, अब अर्को खुड्किलो अहिले तयारी गर, अब यो विषय पढ, यो गर भनेर भन्थे। त्यहाँ कुनै विद्यार्थी बीच मनमुटाव हुँदैनथ्यो, कोही फेल भयो, कोही पास भयो, कुनै प्रतिस्पर्धाको त्यस्तो कुरो केही पनि थिएन। त्यसको उल्टो मैले परीक्षा प्रणाली यस्तो बनाउने योजना बनाएँ, पुरै लिखित बनाउने, 3 घण्टाको। उनीहरूलाई परीक्षा कोठामा बोल्न नदिने, कोठामा छिर्नु अघि नै चेक जाँच गर्ने, मानौ कि कतै कुनै अपराधीलाई चेक जाँच गरे जस्तो, र परीक्षा कोठाभित्र बस्ने गार्डलाई कठोर हुन बाध्य बनाउने, कठोर हुने किसिमको तालिम दिने, कठोर बनाउने तालिम दिने योजना बनाए। यो सबै मेरो योजना थियो, उनीहरूलाई डरमा राख्न, उनीहरूको सृजनशीलता मास्न। डर नै डरमा प्रत्येक दिन बित्ने छ अब विद्यार्थीहरूको। स्कुलमा शिक्षकको पिटाइ अनि डर, घरमा होमवर्क अनिवार्य बनाए पछाडि अभिभावकको डर। यसरी डरको परीक्षा दिए पछाडि मेरो रिजल्टको यस्तो योजना छ, फर्स्ट, सेकेन्ड, थर्ड, पास, फेल। यो के का लागि भने फर्स्ट हुनेमा अहङ्कार आउँछ सानैबाट, अनि ऊ किताबको किरो हुन्छ अनि उसको सिर्जना मासिन्छ। फेल हुनेमा हीनताबोध आउँछ, अभिभावकको गाली खान्छ, साथीभाइको अगाडि लाज हुन्छ। यो मेरो बच्चालाई सानैमा डिप्रेसनको शिकार बनाउने योजना थियो।
यसरी डर नै डरसँग 12-15 वर्ष स्कुल र कलेजमा पढेर निस्किँदा एउटा डरपोक लफुङ्गो युवा निस्किन्थ्यो। यो थियो मेरो आउटपुट। जब यो युवाका अघि 2-4वटा अब यो युवाका अगाडि जीवनयापन गर्नका लागि 2-4वटा अप्सन मात्रै छन्। कि ऊ शिक्षक हुनु पर्यो, कि ऊ जागिर खानु पर्यो, क्लर्कदेखि अफिसरसम्म मात्रै भविष्य देख्छ, कि ऊ विदेश पलायन हुन्छ, हाम्रो चाकरी गर्न आउँछ, हाम्रो गुलाम बन्न आउँछ। यो सबै योजनाले भरिएको मेरो डायरी मैले मेरा मालिकलाई दिएँ। मेरो डायरीले सुरुमा मेकालेज माइन्युट अन एजुकेसन नाम पायो, अनि इङ्ग्लिस एजुकेसन रिसोल्युसन हुँदै पछि एक्ट बनेको मेरै डायरी हो। लर्ड विलियमले जब तोक लगाए त्यसपछि मेरो यो माइन्युट नै इङ्ग्लिस एजुकेसन एक्ट 1835 भयो। मैले नयाँ सिलेबस बनाएको उपलक्ष्यमा पुरस्कार पाएँ, अनि अझ यो शिक्षा प्रणालीमा अनुशासन परीक्षा र रिजल्ट नामको डर मिसाएकोले मेरो प्रमोसन पनि भएको थियो। पछि मैले सिभिल सर्भिसको सिलेबस पनि बनाउने मौका पाएको हो। त्यो सिलेबस कस्तो बनाउने योजना बनाएँ भने विद्यार्थीको लागि फलामको चिउरा तर उपलब्धि व्यर्थ। केवल सूचना छ, जसले रड्छ उसले जागिर खान्छ। जागिर खाने नाममा उनीहरूको सिर्जना मरेको बिचरा उनीहरूलाई थाहै भएन। पछि एकजना बुढा लट्ठी टेकेर आए हामीहरूलाई लखेट्न, भारत छोड आन्दोलन। तिनीहरूले हामीलाई लखेटे, हामीहरू भाग्यौँ, तर हाम्रो लक्ष्य भाग्न परेन, किनभने मेरो सिलेबस तिनीहरूले जलाउनै बिर्से। मेरो सिलेबसले त्यहाँ जरा गाडी सकेको थियो, जरा गाडी रहेको छ, र त आज पनि भारत र नेपालका युवाहरू हाम्रै दास बनिरहेका छन्।